सोल्टी तिम्रो गर्लफ्रेन्ड त थाहा छ कि मलाई बस न यार तिम्रो गर्लफ्रेन्ड थाहा छ कि मलाई यार यतिको गर्लफ्रेन्ड त संसारमा अभागिले पाउँदैन ल अभागिले पाउँदैन ल नमुना तिम्रो नमुना कुन नमुनासँग बसिरहेको छ हेर्दै यहाँ बस किन नगरी मलाई मलाई पनि धोका पनि यार तँलाई धोका हुनु र मलाई धोका हुनु उस्तै त नि तैँले सही कुरा गरेछ अब के गरौँ म के गर्नु नि फोन गरेर ब्रेकअप दिइहाल त्यसलाई सही कुरा गरेछ यार त्यसलाई त फोन गरिरहेको छु म च्याउ 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 ए मलाई यो तेरो फोन होइन माइ लभ देखाएको छ त नम्बर त तैँले पनि मेरो फोन चलाइरहेको हुन्छ नि त त नझोकिस् भनेर राखेको के मेरो साथीले कस्तो कुरा बुझ्छ हेलो त्यहाँ आइजाउ भिडियो यार पुरै ब्रेकअप दिएँ साँच्ची भिडियो भिडियो होइन के लाइसेन्स छ के को लाइसेन्सले ब्रेकअप दिनलाई अब बाबालाई भनेर तपाईँले एउटा गाडी किनिदिउँ भनेको एकछिन है के भने गाडी गाडी मलाई एउटा गाडीको लोभमा आफ्नो इज्जत बेचिस् भिडियो याद गर्नु पर्दैन भिडियो साँच्ची यसले भनेको उसको होइन के मेरो कुरा सुन्नु न तपाईँको नागरिक त कहाँ छ ब्याङ्क किन अब किन हुनु नि गाडी किनेपछि गाडी राख्ने घर पनि त चाहियो नि त त्यही भएर बाबालाई भनेर तपाईँको नाममा एउटा घर किनिदिउँ भनेर के भनेपछि बिगिस् छातीमा हात राखेर भन्छ त बिग्दैन थिइस् त्यो सन्देह पर्छ यार सोध्न पर्छ भने मलाई मान्छेले पाइसक्यो अब कहाँ त्यस्तो हुन्छ म त जान्दैन छोड्दिनँ मामा अनि मलाई के दिनुहोस् तँलाई के दिनु मलाई मसँग केही छैन नि पक मासम तँलाई त्यसमा कहाँ भिडियो दिउँ यो अहिले पार्कमा टाँसी टाँसी बसेको केटाको यो त ब्रेकअप दिन आयो तिमीलाई यो ए मुला यो एआई भिडियो ल्याएर तँ अर्काको क्यारेक्टरमा दोष लाउने यो त टाँसी टाँसी बसेको छ त नि ए मुला आजभोलि ह्युमन एआई के हिँड्न मिल्ने अङ्गाल हाल्न मिल्ने यताउति गर्न मिल्ने एआई आएको छ क्या आजभोलि तँलाई थाहै छैन भनेपछि त पिछा नछाड्ने भइसक्यो ट्रोल